आज 2-3 दिन अगाडि हावाहुरी आएको थियो। त्यही हावाहुरीले हाम्रो कति धेरै नोक्सान गरेर आएछ। खोर्सानीको बोटहरू पनि मर्यो धेरै पानी परेर। अनि यहाँ खोलाको रुखहरू पनि ढल्यो कति धेरै। हेर्नुहोस् खनालमा त त्यति भएन, यहाँ धेरै भएको छ। त्यहाँ हेर्न सक्नुहुन्छ धेरै छ यतातिर। खोलाको रुखहरू सबै भएको छ। लडिरहेको छु त्यहाँ एउटा छ लडेको। त्यहाँ हेर्नुहोस् त कति धेरै छ। यो सबै त्यो सबै मिलाउनका लागि मेरो बाबाले बाँस लिएर के बनाउनु हुँदैछ, सपोर्ट बनाउनु हुँदैछ बाँस लिएर। यहाँ हेर्नुहोस् त 2-3वटा बोट ढाल्यो। यतातिरको यताको एउटा बोट ढाले छ। अनि यहाँ यति धेरै सजुनको बोट 100 ढालेन। यहाँ छ हाम्रो फर्निचरको।